स्लाइडर देखो ये इधर से जाता है, वो उधर रख के रुकता है। ये रो इधर है स्लाइडर, इधर है स्लाइडर। हमारा भी जो ये नो ये देखो यहाँ से ये जिप लाइन को ये जिप लाइन का है। इसमें बिठाएगा, वो जा रहे थे ना आदमी लोग, यहाँ लाके छोड़ेगा फिर। ये आ गया आदमी, वो देख कहाँ से आ रहा है, वहाँ से ऊपर। वो जा रहा है नहीं, यहाँ से जाएगा, इधर से ये दिख रहा, वो सबसे ऊपर। गयौँ यहाँ, तर हाम्रो मोबाइल लान अलाउड छैन रहेछ होइन, मोबाइल लान पाएनौँ हामीले। यो सेफ्टीको कारण देखाउँदै किन भन्दाखेरि चाहिँ मान्छेहरूले चाहिँ हुन त हो हामीलाई पनि रहर थियो चाहिँ मोबाइल लगाएर आफ्नो ट्याक्कै भिडियो खिच्ने रहर चाहिँ थियो। तर यहाँको पहिले चाहिँ एउटा यस्तै न केही न केही समस्या भएको, एक्सिडेन्ट भएको हुनाले चाहिँ त्यस दिनदेखि चाहिँ मोबाइल लिन नदिएको भन्ने कुराहरू बुझ्नमा आयो। अब दुईटै हातमा ब्रेक हुन्छ त्यसमा, अनि ब्रेक बिनाको चाहिँ हिँड्दाखेरि चाहिँ अलिक गाह्रो हुन्छ। हजुर त्यो ब्रेक लाउनु पर्ने अनि मोबाइल पनि चलाउनु पर्ने, त्यो भएर मोबाइल खस्ने डर पनि यहाँ मान्छेलाई पनि के हुन सक्ने सम्भावना भएर चाहिँ यसलाई चाहिँ त्यो मोबाइल चाहिँ लिन चाहिँ अब एकदमै मनाइ गरेको रहेछ भनौँ न, प्रतिबन्ध लगाएको रहेछ। हजुर हजुर तर पनि रमाइलो भयो, हामीले मोबाइलमा भिडियो फोटो खिच्न सक्छौँ। दिमागमा त सेभ छ नि, हाम्रो अनुभव त सेभ छ नि त, अनुभवलाई सेभ गरेर राखेका छौँ हामीले चाहिँ। हजुर हजुर रमाइलो छ यात्रा, जोस यो रमाइलो भयो, राम्रै भयो। भनेपछि समग्रमा हाम्रो यो जुन राजाको जुन यो जबरजस्तको स्लाइडर राइड थियो त्यो हाम्रो आत्म एकदम क्षणिक रह्यो त्यो। र अब यदि हामी कुनै फेरि समय जुर्यो भने अर्को समयको लागि फेरि हामी आउने छौँ होइन। यो तपाईँले यहाँ आउनु यो जबरजस्त स्लाइडर पनि एउटा अर्को एउटा यहाँ एउटा आकर्षण रहेछ। त्यसैमा त्यो जिप लाइन उतातिर देखिरहेको छ। हजुर त्यो ब्याकग्राउन्डमा देखिनु भएको त्यो जिप लाइन हो, धेरै डेन्जर देखिने, देख्नलाई पनि अब साहसी मान्छेहरू मात्रै खेल्न सक्ने। हजुर यो चाहिँ सबैले सक्ने टाइपको छ। हजुर रमाइलो छ। हजुर दाइ, अब जुन जाइस स्लाइडर यो जुन छ नि हाम्रो, हामीले जुन अहिले राइड गऱ्यौँ यसको टिकट प्राइस कति छ दाइ? यो कहिले तलमाथि हुँदो रहेछ, तैँले अहिलेको हिसाबमा चाहिँ 40 दिरहम मात्रै, युएको 40 दिरहम मात्रैले हामी यहाँ चाहिँ राइड गर्न सक्छौँ। हजुर हजुर अब यहाँ आउन जानलाई आफ्नै व्यवस्था छ भनेपछि झनै राम्रो, नभए त्यो ट्राभल प्याकेजहरू हुन्छ, त्यो ट्राभल कम्पनीले प्याकेजको रूपमा चाहिँ ल्याएर अब केही अरू ठाउँमा पनि घुमाएर चाहिँ हामी यहाँ पनि राइड गराउँछ।
त्यो रमाइलो छ। हजुर हजुर, यो जुन अहिले हामी जुन स्लाइडर गरेर आयौँ यसमा हामीले आफ्नो जुन यो कम्पनी अनुसार यसको जुन प्रिकसन सेफ्टी छन् होइन, त्यो सेफ्टी अनुसार चाहिँ हामीले चाहिँ मोबाइल युज नगरे तापनि हामीले चाहिँ यसको लागि चाहिँ हामीले भित्रदेखि नै एकदम साहसिकपूर्ण खेल हामीले खेल्यौँ होइन। अब यो तपाईँको भन्नुपर्दा यो जुन स्लाइडर छ यो तपाईँको अहिलेसम्मको हेर्ने हो भन्दाखेरि वर्ल्डको सबैभन्दा ठुलो स्लाइडर हो, जसको डिस्टेन्स तपाईँको 1885 मिटर छ होइन। अनि त्यसमाथि यो स्लाइडरको जुन स्पिड छ, स्पिड यसको 40 किलोमिटर/आवर छ स्पिड। अब हामी नर्मली हामी यति स्पिडमा अहिलेसम्म गएको थिएनौँ पनि होला, त्यो पनि यो जुन युएको सबैभन्दा ठुलो पहाड स्पिडको रूपमा हेर्दाखेरि चाहिँ यो एकदम कम लाग्न सक्छ 40 किलोमिटर/आवर भनेर। तर यो जो बनाइएको छ नि यो आकार छ नि, हजुर 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 हजुर, यो बनाइएको आकारमा चाहिँ 40 किलोमिटर/आवर पनि एकदमै धेरै हो। अब त्यो सबैले गर्दैन, आफ्नो दुईटा ब्रेक दिएको हुन्छ, त्यो पनि अब तपाईँलाई चाहिँ 40 किलोमिटर/आवरमा जान चाहनुहुन्छ भनेपछि ब्रेक छोडिदिने, यदि होइन भनेपछि तपाईँ ब्रेक लगाएर पनि स्लोली भनौँ बिस्तारै जान सक्नुहुन्छ। यसमा चाहिँ त्यो पनि छ, तपाईँ ब्रेक लगाएर आफ्नो इच्छा अनुसार जान सक्नुहुन्छ। तर 40 किलोमिटर/आवर चाहिँ हामीलाई खासै डर नलाग्ला कम होला जस्तो देखिन्छ, तर पनि डर लाग्दो छ। यो यसको जो बनावटको जो छ नि, बनावटको हिसाबले त्यो अलिक गाह्रो छ, रमाइलो छ। अब जुन नयाँ आउने जुन मान्छेहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ, कसरी आउन सक्छन् त यहाँ जबल जोइसमा जुन स्लाइडर खेल्न कसरी आउन सक्छन् त, के माध्यम छ यहाँ आइपुग्नुलाई, कसरी आउन सकिन्छ त यहाँ अब तपाईँले अघि हामीले भने जस्तै अब ट्राभल कम्पनीहरूको चाहिँ प्याकेजमा आउनुभयो भनेपछि उहाँहरूले सबै कुराको व्यवस्था गरिदिन्छ। होइन भनेपछि अब आफ्नो गाडी छ तपाईँसँग, आफ्नो गाडी छ भनेपछि तपाईँहरू चाहिँ अब कहाँदेखि आउँदै हुनुहुन्छ, अबुधाबी दुबईदेखि आउनुहुन्छ भने रसलखेमा आउनु पऱ्यो, सबैभन्दा पहिला रसलखेमा पर्दो रहेछ यो चाहिँ होइन। हजुर हजुर, अनि त्यो रमाइलो छ। यसरी तपाईँको लगभग 1.5-2 घन्टाको ट्राभल गरेर चाहिँ दुबईदेखि यहाँ आउन सकेको रहेछ। हजुर, जस बाटोहरू पनि आउँदाखेरि त्यस्तो नराम्रो अप्ठ्यारो चाहिँ छैन, रमाइलो छ, राम्रो छ। दुबईदेखि आउने साथीहरूको लागि पनि यो सजिलो छ, तर अलिकति पुरा दिनको टाइम लिएर आउनुपर्छ। तपाईँले 1-2 घन्टा लिएर चाहिँ सम्भव छैन, पुरा दिनको टाइम लिएर चाहिँ आउन सजिलो हुन्छ। अब यहाँबाट तपाईँहरूको चाहिँ इन्ट्रान्स हुँदो रहेछ होइन। हजुर, यहाँबाट इन्ट्रान्स हो, यहाँबाट हामी इन्ट्रान्स गरेर जान सक्छौँ। जाइस स्लाइडर हुन्छ, तपाईँलाई अब एउटा जानकारीको लागि चाहिँ मोबाइल चाहिँ लिन दिँदैन होइन, अघि नै भनिसकेँ हामीले। हजुर, तर त्यो अब सिक्युरिटी रिजन देखाएर मोबाइल लिन दिइरहेको छैन। यहाँबाट गएर तपाईँ चाहिँ यसरी माथि जान सकिन्छ। हजुर हजुर, तपाईँ देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ एउटा जाने बाटो अलग छ, यहाँबाट जान सकिन्छ होइन। हजुर हजुर, यसरी जुन गइराख्नु भएको छ यहाँबाट जान सकिन्छ। हजुर, अनि यसरी त्यो माथि टावर देखिराख्नु भएको छ। हजुर, त्यो माथि टावरमा चाहिँ तपाईँको चाहिँ स्टप हुन्छ, त्यसपछि तपाईँ चाहिँ आउने चाहिँ अलग बाटो हुन्छ, जाने बाटो एउटा र आउने बाटो अलग हुन्छ। तपाईँलाई यहाँदेखि वहाँसम्म चाहिँ मजाले जाँदाखेरि पनि आउँदाखेरि पनि मजा लिन सक्नुहुन्छ। हुन्छ दाइ, अब तपाईँको हामीले जुन अनुभव अहिले मैले सुने यसको राम्रो छ। यो तपाईँको आउन चाहनुहुन्छ भने के गर्दैछौँ हामीले, अझ अरू के गर्नेछौँ यसबारेमा अलिकति भनिदिनु भाइ। अहिले हामी युएईको सबैभन्दा ठुलो पहाड यानि कि जबल जोइसमा छौँ। जबल जोइसमा पनि अब हामीले जुन अहिले हामीले भर्खरै एउटा गेमको साहसिकपूर्ण गेमको हामीले अहिले मनोरञ्जन लियो, यसको नाम हो स्लाइडर। यो तपाईँको जबल जोइसमा रहेको स्लाइडर हो। यहाँ आएर हामीले स्लाइडरको मजा लिन सक्छौँ। स्लाइडरको मजा लिनको लागि हामी यहाँ आएर हामीले अनलाइन बुकिङ या हामीले यहीँ आएर पनि टिकट पर्चेस गरेर हामी यो माथि स्लाइडरको मनोरञ्जन लिन सक्छौँ। यसको लागि तपाईँको टिकट प्राइस मात्र 40 ग्राम हो फर एडल्ट, फर चिल्ड्रेन 60 छ। र यसको लागि चाहिँ हामी यहाँ आएर टिकट पर्चेस गरेर हामी माथि स्लाइडरको मनोरञ्जन लिन सक्छौँ। हामी यहाँ मेन प्राइसबाट कस्टमर त्यहाँ हामीलाई त्यहाँका स्टाफहरूले हामीलाई थोरै गाइडलाइन्स सिकाइदिनुहुन्छ जुन स्लाइडर माथि जानलाई कसरी जाने, सेफ्टी रुल्स के छ, हामीले जुन सेफ्टी रुल्स यिनीहरूको प्रिकसन्स के छन् त्यो सबै हामीले चाहिँ यहाँ बुझेर जान सक्छौँ। र यसको लागि हामीले यहाँ बुझेर हामी माथि गइसकेपछि जुन हाम्रो अहिले मोबाइल लान पाइन्न, मोबाइल नलान पाएपछि हामीले मोबाइलको भिडियो कुनै पनि खिच्न पाएनौँ। यसको लागि चाहिँ हामी अलिकति क्षमा प्रार्थी चाहन्छौँ। र हामी अहिले जुन देख्दैछौँ यो स्लाइडर हो, यो जुन अब यसको नर्मल स्पिड तपाईँको यसको स्पिड भनेको 40 किलोमिटर/आवर हो र यसको डिस्टेन्स भनेको 1885 मिटर्स छ। र हामी यसको मनोरञ्जन लिएर अब हामी चाहिँ जाँदैछौँ, फर्किँदैछौँ। अब हाम्रो
कस्तो हाम्रो हाइकिङ कस्तो हुँदैछ त दाइ? एकदमै रमाइलो भइरहेछ भाइ। अब यदि मौका जुयो भने चाहिँ नेक्स्ट टाइम पनि आइन्छ होइन दाइ हामी? एकदमै अहिले हामी जुन स्लाइडरको पनि एक्सपिरियन्स लिएर आयौँ अहिले होइन, बडा मजा थियो स्लाइडको एक्सपिरियन्स पनि हाम्रो है एकदमै। अब हामी नेक्स्ट चाहिँ हाइकिङ गर्न जाँदैछौँ। डाँडामा देखिरहेको आप लोग जाके भी आगे हम जल्दी जाएंगे अभी। हामी पहाड चढ्दैछौँ। थाकिन्छ नहीं तो हमारा तो हैबिट है ना। पहाड़ चढ़ने के लिए हम पैसा देके आ रहे हैं। दुबई में तो हर चीज का पैसा है, पानी का भी पैसा है। यूएई में पानी हमारा ऐसे भी पैसा है। आगे जाता हूँ तो सब ठीक है। हाम्रो साथीहरु चाहिँ हिँड्दैछ नि यहाँबाट पहाडको यात्रा गर्दै हुनुहुन्छ। आप उधर से सीधा हो। आप लोग रिटर्न भी हो गया? हाँ, हम लोग आ रहे हैं तो जा रहे हैं। मुश्किल नहीं, हम आ जाएंगे आपके पीछे में। इस तरह मजा बेहतर है, रास्ता बनाया हुआ सही है। हाँ। कोई नहीं। जाएंगे ऊपर।